छोटो कथा भन्न गइरहेको छु र कथाको शीर्षक छ को ठुलो। मानिसहरूमा त घमण्ड हुन्छ देवताहरूमा पनि घमण्ड हुँदो रहेछ। एक दिन वायु देवतालाई घमण्ड चढेछ कि यी देवताहरू मध्येमा सबैभन्दा शक्तिशाली त म हो। त्यो सूर्य देवता के हो र भनेर सधैँ नमस्ते गर्ने वायुले सूर्यको अगाडि गएर ठाडो भएछ। अब तपाईले मलाई नमस्ते गर्नुपर्छ। किन? तपाईभन्दा म शक्तिशाली, म ठुलो। सूर्यलाई पनि त के घमण्ड त छ। योले म ठुलो भन्छ। वास्तवमा यो सृष्टिकर्ता र विभिन्न ग्रहहरू बनाउने देवता त म हो। अनि उनले उसलाई ठुलो भन्न सकेन। तर के भन्यो भने ल त ठुलो भएको भए। यस्तै जाडोको दिन थियो कि त्यो मान्छेले लगाएको बेला ज्याकेट त थिएन, कोट थिएन, अब घुम त्यस्तै केही ओढेको रहेछ। उनी त्यो मान्छेको जुन हो कोट फुकाल्न लगाइ ठुलो भने उसलाई सामान्य लाग्यो। वायु देवतालाई वायु देवता हुर्केर गयो। त्यो मान्छेले त फुकाल्ला भन्दा झन्सा फुकै समातेर हिँड्न थाल्यो। वर्षै मान्छे उडाउला जस्तो गर्यो। त्यति तरिकाले त के अरे रुखहरू भाँच्यो, सबै गर्यो, तर त्यो कोट फुकाल्न सक्यो। अनि ऊ हिस्स गरेर बस्यो। ल म सकिनँ, ल अब मेरो शक्ति हेर। अनि घाम एकदम चर्केर लागेछ। त्यसपछि उता गरी भइहाल्यो। खुइय गर्दै त्यो फुकालेर अनि चौतारोमा राखेर सुस्ताएछ। यसरी आखिर को ठुलो? हस् हजुर, नमस्कार।